नमस्कार, केवाई लिगेसी युवराज युट्युब च्यानलमा सबैजनालाई एकदमै धेरै स्वागत छ। मेरो युट्युब च्यानल हेरेर बस्नुभएको तपाईँहरू सबैजनालाई एकदमै धेरै स्वागत छ। आज चाहिँ म तपाईँहरूलाई एउटा एकदमै इन्फर्मेटिभ कुरा सिकाउन गइरहेको छु हैन। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला। च्यानलमा पहिलोचोटि जोडिनु भएको हो भने सुरुमै भन्छु बेल आइकन थिच्न नबिर्सिनु होला। त्यसपछि गएर भनेको सब्स्क्राइब गर्न नबिर्सिनु होला। भिडियोलाई लाइक गर्न, कमेन्ट गर्न पनि नबिर्सिनु होला। चिसोको समय छ हैन। चिसोको समयमा चाहिँ सबैजनाको बाइक चाहिँ बिहानको समयमा स्टार्ट हुँदैन हैन। अनि स्टार्ट गर्नलाई चाहिँ के गर्ने भनेर चाहिँ म आज सिकाउँदै छु। भिडियोलाई चाहिँ एकदम धेरै अन्तिमसम्म हेरिदिनु होला है त। सुरुमा चाहिँ हामी यसलाई अन गर्छौँ हैन। चिसोको समयमा बिहानको समयमा सबैको बाइक स्टार्ट हुँदैन। यो मेरो 150 बाइक। हामी यसलाई अन गर्छौँ। यसलाई अन गरिसकेपछि हामी यसलाई चाहिँ यसरी न्युट्रलमा लिन्छौँ है। यो न्युट्रलमा गयो। न्युट्रलमा गइसके पछाडि सुरुमा त यो अहिले त मेरो चलाएको आएको भएर स्टार्ट भयो हैन। तर सबैजनाको स्टार्ट हुँदैन। त्यो स्टार्ट गर्नको लागि के गर्ने भने हामीले चाहिँ यहाँनिर एउटा चोक भन्ने अप्सन हुन्छ। म यसलाई बन्द गरिदिन्छु अहिले। यहाँनिर एउटा चोक भन्ने अप्सन हुन्छ। यसको नजिकै यसलाई यसरी हामीले बाहिर तान्दिने। यो भित्र जान बाहिर तान्न यसरी मिल्छ। अब कतिपय साथीहरूको चाहिँ के लाग्छ, यो चोक तानेर स्टार्ट गर्दाखेरि बाइक बिग्रिने अथवा केही समस्या आउँछ कि भन्ने लाग्छ साथीहरूलाई हैन। तर यो चोक तानेर स्टार्ट गर्नुभयो भने बाइक बिग्रिने भन्दा पनि बाइक चाहिँ सेफ हुन्छ नि। यसको आयु चाहिँ बढ्ने चाहिँ धेरै हुन्छ। यो तानेर स्टार्ट गर्दाखेरि चाहिँ बाइक बिग्रिन्छ कि भन्ने लाग्छ। तर यो तानेर स्टार्ट गर्नुभयो भने बाइकको आयु चाहिँ बिग्रिने भन्दा पनि बाइकको आयु चाहिँ बढ्छ। किनभने यो चोकलाई यसरी ट्याक्कै यसरी दुईटा औँलाले तानिदिनु भयो भने यसरी भित्र जान्छ, यसरी बाहिर आउँछ। यो तानेर स्टार्ट गर्नुभयो र 30 सेकेन्ड जति चाहिँ न्युट्रलमा राखेर स्टार्ट गर्नुभयो भने बाइक चाहिँ फेरि आफै स्टार्ट हुन्छ है। अब धेरै समय भइरहेको हुन्छ। तपाईँले स्टार्ट यदि यो चोक नतानिकन स्टार्ट गर्नुभयो भने यो चाहिँ धेरै समयसम्म खर्र भइराख्ने आवाज आउँछ। त्यो आवाज आयो भने तपाईँको यो सेल्फ स्टार्ट बिग्रिने, तपाईँको इन्जिनै बिग्रिने समस्या आउँछ। त्यो भएको कारणले गर्दाखेरि यदि तपाईँको बाइक बिहानको समयमा अथवा चिसोको समयमा चाहिँ सजिलैसँग स्टार्ट हुँदैन भने बाइकको चाहिँ यो चोक चाहिँ तानेर स्टार्ट गरिदिनु भयो भने तपाईँको बाइक सजिलैसँग स्टार्ट हुन्छ है त। अब धेरैको समस्या कन्फ्युज भनेको चाहिँ अब यसलाई स्टार्ट गर्दाखेरि चाहिँ सकेसम्म न्युट्रलमा राखेर स्टार्ट गर्नु होला। जहिले पनि बाइकलाई चाहिँ न्युट्रलमा राखेर स्टार्ट गर्नुपर्छ है त। यो पनि तपाईँलाई जानकारी गराइहालेँ। यो नयाँ साथीहरूको लागि हो। पुरानो साथीहरू त अब जानिराख्नु भएकै छ। अनि त्यही हो आजको भिडियो। तपाईँहरूलाई कस्तो लाग्यो? यस्तै खाले भिडियोहरू हेर्नको लागि चाहिँ मेरो युवराज युट्युब च्यानल केवाई लिगेसी युवराज युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। म यस्तै खाले अरू पनि धेरै भिडियो लिएर तपाईँहरूको माझ पक्कै पनि आउने नै छु। बेल आइकन थिच्नु र यो भिडियो मन परेमा लाइक गर्न, कमेन्ट गर्न नबिर्सिनुहोस्। थ्याङ्क यू सो मच। लभ यु अल है त।